नमस्कार सबैलाई। हामी यहाँ लारुम्बामा आइपुगेका छौँ है। यहाँ यी भिडियोमा नदेखाउनु भन्दैछ यो नानीले फेरि हो। अनि यहाँ मुदुम पढाउनु हुँदो रहेछ यसरी। कति राम्रो ल हेर्नु त, मैले आज फर्स्ट टाइम देखेँ यसरी। हाम्रोतिर पनि राई लिम्बूहरू किराँतहरू हुनुहुन्छ, तर यस्तो छैन। हजुर ल मलाई पहिला मलाई पढाउनु पर्यो है यसरी। यहाँ ल हेर्नुहोस्, लारुम्बा भन्दो रहेछ। हामी त राति 12 बजी आइपुगेको यो माङ्सेबुङमा है। फर्स्ट टाइम देखेँ मैले यस्तो। ल हेर्नुहोस् यहाँ यसरी मुदुम पढाइँदो रहेछ। नौलो चिज देखियो, हाम्रोतिर हुँदैन, यस्तो छैन। यो खै लिपि कस्तो हुँदो रहेछ? यो चाहिँ लिम्बू भाषाको लिपि हो। लिम्बू भाषाको लिपि यस्तो हुँदो रहेछ। यो हाम्रो एन्सर लिपि हो। यो त हामी त अब नर्सरीबाट पढ्नु पर्ने रहेछ। तपाईँको लेखेको नि हालिदिउँ। ए ल हेर्नुहोस्, यस्तो हुँदो रहेछ लिम्बू भाषाको लिपि। अब हाम्रो लागि त यो कालो अक्षर भैँसी बराबरै हो है, होइन? यस्तो हुँदो रहेछ। मैले पनि फर्स्ट टाइम देखेँ लिम्बू। यो पनि हो लिम्बू भाषा? हजुर गणित लिम्बू भाषाबाट के भन्छ अरे लिम्बू भाषामा? खाइक। नेपालीमा गणित, लिम्बू भाषामा खाइक, इङ्ग्लिसमा के भन्छ हो र? हामीले चाहिँ लेखिसकायौँ, अब हामी चाहिँ अब लाग्छौँ। यो कति राम्रो, मैले त यस्तो कहिले नदेखेको हो। हजुर हामी त दार्जिलिङबाट हो। आज गेम हो नि। आज हाम्रो म्याच छ होइन? तपाईँहरू आउनुहोस्, हामीलाई सपोर्ट गर्नु पर्यो, हाम्रो टिमलाई जिताउनु पर्यो। हामी 12 बजी राति आइपुगे।